परमेश्वरको योजना, पिताजीको योजना। त्यस पछाडि देब्रेपट्टिबाट त्यो आवाज आएपछि मेरो मनमा आयो अनि मैले भने म बच्चैबाट सत्यतालाई रुचाउने मान्छे। मैले सत्यतालाई नै खोजेको। हरेक कुरा गरेर मैले भोको रहेर घन्टी बजाएर धूप बालेर विभिन्न सिद्धिविधि सबै कुरा गरेर मैले सत्य के हो त भनेर खोजेको। सत्य जे हो अनन्तसम्म टिकिरहने जे हो अनि मैले गरेको भक्तिको लाभ जुन चिजबाट पाउँछु म त्यो चिज त्यो तत्त्वलाई चाहिँ आजबाट अनुसरण गर्छु भनेर मैले त्यसै गरी सपनामा बताएँ, त्यो प्रकाशनमा बताएपछि देब्रेपट्टिबाट आएको त्यो लाइट, त्यो फोर्स, त्यो उज्यालो मलिन हुँदै गयो, अँध्यारो हुँदै गयो। अँध्यारो हुँदै गएपछि ठुलो हिमाल रहेछ। त्यो हिमालमा उभिएको रहेछ जो मान्छेले भन्नुहुन्छ नि, जस्तै मान्छेले चित्रमा बनाउनुहुन्छ त्यो चित्र चाहिँ प्रेरणा पाएर बनाएको रहेछ। ठ्याक्कै त्यही चित्र नै मैले ठक्क देखेँ। हिजोको दिनमा मैले ईश्वर मानेको शिवजीको फोटो मैले ठ्याक्क सर्लक्क त्यो मतलब प्रत्यक्ष उपस्थित भएको मैले देब्रेपट्टि देखेपछि अँध्यारो हुँदै गयो। अँध्यारो हुँदै गइसकेपछि कसले हानेको मान्छे पनि थाहा छैन। त्यस पछाडिबाट डम्म गोली हानेको आवाज आयो, चर्को आवाज आयो। तब त्यो सबै ढलेर खरानी भएर धुवामा उडेर गयो। त्यो उडेर गयो, त्यो विनाश भयो। तब दाहिनेपट्टिबाट आएको लाइट, ज्योति, फोर्स झन् गाढा, झन् चहकिलो गाढा छ तर मिठो छ। त्यसले असर गरेको छैन। तब यति ठुलो हात त्यो मैले कल्पना पनि गर्न सक्दिनँ। धेरै ठुलो हात यस्तो गरेर मलाई यसरी राख्नुभयो अनि भन्नुभयो टेक भन्दा मलाई डर लाग्यो। काहीँ मलाई छल गरेको त होइन, काहीँ मलाई गलत बाटोमा लान लागेको त होइन भनेर मैले मनमा धेरै सवाल सोच्दै गर्दाखेरि अनि त्यो हातबाटै यस्तो भएर आवाज आयो कि तिमी नडराऊ, तिमीले खोजेको सत्यताको हात प्रकट भएको छ भनेर सर्लक्क त्यो हातबाटै त्यसरी आवाज आयो। फोर्स पनि साथमा छ। तब त्यो हातमा मैले नडराइकन टेक्न लाग्दाखेरि सेतो जामा लागेको जस्तो सानो फुक्क परेको क्युटी बच्चा जस्तो भएँ म होइन। त्यस पछाडि त्यो हातमा टेकेपछि त्यो हातले माथि लानुभयो। लाँदै गर्दा त्यो यात्रा यति मिठो छ, यति आनन्दित छ, यति शीतल छ। माथि पुगेँ। तब हिमाल जस्तै एकदमै हिउँ भएको ठाउँ आयो। आइसकेपछि सर्लक्क अनि त्यस पछाडि त्यो आकाश पनि सर्लक्क उग्रियो, फाट्यो अनि सरल र फेरि अर्को ज्योतिले मलाई पछ्याइरह्यो। तब त्यो ज्योतिबाट यस्तो आवाज आयो कि तिमी जगतको ज्योति हौ, तिमी मेरो महिमाको अनमोल बिउ हौ, तिमीद्वारा जगतलाई मैले बचाउनेछु, तिमीद्वारा तिमी जस्तै असङ्ख्य सन्तानलाई मेरो राज्यमा चुन्नुहुन्छ। हेर, हिजो तिमीले गरेको आराधना खरानीमा धुलो भएर उडेर नष्ट भयो, तर तिमीले खोजेको सत्य भनेको म तिम्रो परमपिता परमेश्वर हो। सबलाई यो बताऊ, आज तिमी एक्लो छौ तर तिमी एक्लो हुने छैनौ। तिम्रो पछि भिड हुन्छ, तिमीले गनी नसक्नु भिड हुन्छ। प्राक्टिकल गरेर है, विभिन्न बाधा आउला, व्यवधान आउला, सङ्कष्ट आउला, विरोध आउला, तर झन्झन माथि मैले राख्छु। त्यसले तिमीलाई एक सेकेन्ड पनि असर गर्न सक्ने छैन। मैले हात सम्हाल्छु भनेर शब्दहरू वचनहरू आयो दाहिनेपट्टिबाट।